यहाँनिर चाहिँ चिया उम्लिँदैछ। हेलो नमस्ते गुड मर्निङ। आज चाहिँ हामी दिदी बहिनीहरू इलामको नाम्चिया बगान घुम्न जान लागेको। अनि यहाँबाट जाँदा चाहिँ हामी चाहिँ रिजर्भ जान लागेको 1 घन्टा लाग्छ। इसको मुन्टा भएर लिएर जानुपर्छ है। यहाँ होइन तलतिर महँगो महँगो किनिसक्नु हामी आउँदाखेरि त फेरि छिपेको होला नि त उमी निग्रो जस्तो हिजो निग्रा बच्चाले काट्छ अस्ति त निमा दिदी अस्ति सिस्नोको दाल पिठो लाग्यो हुस्से लागेछ पुरै लागेछ। यता त नि दिदी हेर्नु त पुरै कुरो लागेछ नि। त्यस्तै हो यहाँ पुरै कुरोले नदेख्ने रहेछ। अहिले चाहिँ हामी कन्यामा आइपुगेको। आज चाहिँ घुम्नलाई फ्यामिली। आज चाहिँ कुहिरो लागेर कस्तो क्लियरै भएन। तल तल कति कुहिरो लागिरहेछ, यहाँ मात्रै हल्का घाम लागिरहेको छ। हल्का कुहिरो लागेर कि क्लियरै भएन। यहाँ चाहिँ एकछिनमा घाम लाग्छ, एकछिनमै। अहिले भर्खरै फेरि कस्तो मजाको घाम लाग्यो। अघि चाहिँ कति हुस्से लागिरहेको थियो, अहिले चाहिँ एकदमै क्लियर भयो। यस्तो टिलिलि घाम लागिरहेछ। यस्तो मजाले घाम लाग्यो है अहिले फेरि एकैछिनमा। दिदीहरू चाहिँ उहाँ माथि हुनुहुन्छ, बाबु पनि आउँदैछ माथिबाट। दिदी र मेरो छोरा चाहिँ आउँदैछ माथि माथि चढेर। अरू चाहिँ उहाँ माथि नै फोटो खिच्दै हुनुहुन्छ। मान्दैन हौ खिच्ने, खोइ के भएको। नखिचेको फोटो तिमीले हिँड्दै हो। गयो परै गयो फेरि। नकुद्दा त्यसरी कुदेर नि भिडियो हुन्छ। जा एकपल्ट पर जा अनि हिँड्दै आइज। यहाँनिर चाहिँ स्कुल पनि रहेछ। यताबाट चाहिँ ओर्लिसक्यौँ हामी। दिदीहरू त्यहाँ बसिरहनु भएको छ।
फोटो खिचेको मात्रै कति हो 50 रुपियाँ मेरो बाबुले फोटो मात्रै खिच्छ अरे बाबु चढेर त फोटो खिच्ने हो त हात चाड्दैछौ छोरालाई चढाउनु पर्यो घोडामा फोटो खिच्नलाई यतापट्टि गएर हुँदैन यताको त सिनै देखेन नि त कस्तो अँधेरो निस्केको लु भयो अब यतापट्टि चाहिँ खिचेको भएर राम्रो निस्किने रहेछ हजुर यहाँ आइदिनु सँगमै उयो अगाडि हिँड्छ त्यहाँ अगाडि बस्नु भनेको अलिक पछाडि जाऊ न अलिकति उता सर न भनेको यस्तै गर्छ र त कसलाई हो छोराले किन पिटेको अरे है पछाडि पाके पिट्यो कि 50 रुपियाँ भन्छ यता पनि खिच्दिउँ न मान्छे फोटो खिच्नु भने ऊ पनि भनेको म अगाडि कहाँ पाउँछ उ त्यहाँदेखिको लाइन नै लाइन जे ड्रेस लगाए पनि हुन्छ त्यो त भिडियो त होइन भिडियो हो त भिडियो खोलिरह हेर्नु हेर्नु लु यता हेरे यहाँ चाहिँ गफ गर्दैछन् है दिदी बहिनी त्यो पन्याम लेखेको ठाउँमा आउँछ नखान त नि के भन्ने चाउमिनै भन्छ दिदी बहिनीहरू खानु हुँदैछ यहाँ मस्त सुपरी देखाइदिउँ न खाऊ तिम्रो भिडियो गरिदिइरहेको छु खाऊँ त आरामले तातो भयो चपाउनु सकेन अहिले लास्टमा चपाउनु नि त अनि त्यो चाउमिन चाहिँ हालेर कति दे दिललाई माग्दा त तिमीले पानी त मुख पुछा गालातिर नाच हात पुछा
कस्तो अँधेर त निस्क्यो मस्तो भाइ हामी जाउँ ल एकछिन यताको खिचौँ न पहिला कस्तो मजाको नि यताको बाटो यहाँ न छोरा एउटा खिचिदिउँ भनेको त भागिहाल्यो अलिअलि घाम निस्किन्छ फेरि हराइहाल्छ उयो माथिको डाँडाको बनाउनु कति राम्रो छ यहाँ चाहिँ अहिले घाम लाग्दै थियो अहिले यस्तो कुहिरोले पुरिहाल्यो हो हजुर ए वहाँ भइनिरहेको बाबु यता आऊ है अब गाडी आउँछ है हाम्रो चाहिँ गाडी यही हो यहाँ आऊ छिटो भेटे त किन आउनु एकैछिन घाम लाग्यो यतिखेर चाहिँ खिच्नु न कस्तो उज्यालो देखिरहेछ चरमकै घाम हामीलाई सोधेको काँक्राको दाम पनि 220 अरे एउटाको कति महँगो कहाँ झुन्डेको हौ त्यहाँनिर आऊ यता बाबु म गाडीमा चढ्नु पर्ने कहाँ हो गाडीमा चढ्ने त सक्ने त लगाउनु नि लाने भएको त घरबाट बोकेर लाउने थाहा भएको भए त झन्झट नगरौँ होला नगरौँ नि त्यहाँ घुमेर आयो भन्दा नि त जाने घुम्नु मात्रै कतिपल्ट आएको त र पनि त यिनीहरू घुम्न आउँदैछ तर जहिले आउँदा यस्तो थिएन नि त त्यस्तो केही बनेको थिएन हात भएको त कता हो हातमा सिसा भएको सिसा भएको सिसा त यहाँ त्यहाँ 500 रुपियाँ हो के पुल अरे कहाँको पुल अरे दिदी हो कुन ठाउँको पुल अरे कुन खोला नानी के खोला हो भने ल अन गरिदिएको छु है कुन खोला हो अरे परसम्म नजाऊ यता जाने चाहिँ खोल्या हो यो खोलाको नाम चाहिँ आएन बट लेट्स सी यस्तो यति लामो छ यो पुल है म चाहिँ यहाँ नजिकै आइपुगेँ है तल यस्तो छ अनि म चाहिँ यत्रो लामो पुल तरेर आएँ